भोलिको मक टेस्टमा भोलिको मक टेस्ट हामी 8 बजे सुरु गर्छौँ र हरेक कम्प्युटरमा यसरी लिङ्क हुन्छन्। त्यो लिङ्कलाई सिम्पली क्लिक गर्नुहोला। यसरी क्लिक पनि गर्न सकियो, नभए क्लिक गरेर यसरी ब्राउजरमा पेस्ट गरेर पनि खोल्न सकियो। यसरी टेस्ट आउँछन् र यसरी टेस्ट आइसकेपछि फर्स्ट स्टेप चाहिँ यसलाई फुल स्क्रिन गर्नुहोला र हालसालको कम्प्युटर बेस्ड टेस्टमा रिडिङ र लिसनिङ दुईटा सेक्सन चाहिँ तपाईले कम्प्युटरमा दिएर र राइटिङको लागि तपाईले पेपर युज गर्न सक्नुहुन्छ। हालसालको कम्प्युटर बेस्ड टेस्टमा पनि राइटिङको लागि पेपर युज गर्न सक्यो र स्पिकिङ त पहिले जस्तै भइरहेछन्। त्यसकारणले गर्दाखेरि हामी पनि मक टेस्ट चाहिँ त्यसरी नै डिजाइन गरेको छौँ। लिसनिङ र रिडिङ जसरी रियल टेस्टमा कम्प्युटरमा दिनुपर्छन् त्यसरी नै हाम्रो मक टेस्टमा पनि रिडिङ र लिसनिङलाई कम्प्युटरमा दिने अनि राइटिङको पेपर बेसमा दिने। हामीसँग सीमित कम्प्युटर छन्, लगभग 11वटा कम्प्युटर छन्। त्यसकारणले 11 भन्दा बढी मान्छे हाम्रो क्लासेसहरुमा छन्। त्यस्तो खण्डमा चाहिँ हामीले के गर्न सक्छौं, यसलाई चाहिँ हामीले दुई ग्रुपमा छुट्याउन सक्छौं। एउटा ग्रुपले 8 बजेदेखि कम्प्युटरमा बसेर उले चाहिँ कम्प्युटर बेस रिडिङ र लिसनिङ गर्छन् र त्यतिबेला आधा मान्छे चाहिँ बाँकी मान्छे राइटिङको पेपर हामीले रेडी गरेर राखेको हुन्छौं। राइटिङको पेपर मा राइटिङ दिने र स्पिकिङ गर्ने र यो सकिसकेपछि 1.5 आवरमा सकिसकेपछि त्यतिबेला फेरि रिभर्स हुने, जो चाहिँ राइटिङ र स्पिकिङ दिइसकेको स्टुडेन्टले कम्प्युटरमा बसेर फेरि यो लिसनिङ र रिडिङको टेस्ट दिने र जो चाहिँ रिडिङ र लिसनिङको टेस्ट दिइसकेको छन् त्यो राइटिङ र स्पिकिङको लागि फेरि अर्को रुममा जाने। यो टेस्ट स्टार्ट गर्दाखेरि अघि भने जस्तो लिङ्कलाई क्लिक गरेर तपाईले यो स्क्रिनमा आउन सक्नुहुन्छ। त्यसपछि फुल स्क्रिन गर्नुहुन्छ अनि त्यसपछि स्टार्ट द मक टेस्ट। रियल टेस्टमा पनि तपाईको टेस्ट यसरी नै आउने हो, तर रियल टेस्टमा के डिफरेन्स हुन्छ भने रियल टेस्ट र हाम्रोमा के डिफरेन्स हुन्छन् भने रियल टेस्टमा यो ट्रान्सक्राइब जुन छ नि त्यो रियल टेस्टमा हुन्न र यो अडियो कन्ट्रोल पनि रियल टेस्टमा हुन्न। यदि तपाईले चाहनुहुन्छ भने ट्रान्सक्राइबलाई रियल जस्तै तपाईले गर्न चाहनुहुन्छ भने ट्रान्सक्राइबलाई हाइड गर्न मिल्छन्, अडियो कन्ट्रोललाई हाइड गर्न मिल्छन्। र इन केस तपाईले फुल स्क्रिन गर्न भ्याउनु भएको छैन भने तपाईले यहाँ क्लिक गरेर फुल स्क्रिन गर्न सक्नुहुन्छ। टाइमर यहाँ छन्, यो स्किप सेक्सन यो त युज नगर्नु होला र यो हामीले कुनै एउटा सेक्सन फिनिश गरिसकेपछि त्यो सेक्सन फिनिश सेक्सन हामीले थिच्छौं अनि त्यो सेक्सन सेभ हुन्छन् सर्भरमा। अनि त्यसपछि नेक्स्ट 5 मिनेटको ब्रेक आउँछन् अनि ब्रेक तपाईले युज गर्न मन छ भने गर्नु होला, नभए डाइरेक्ट तपाईले नेक्स्ट सेक्सन सुरु गर्दा भयो। त अहिलेको केसमा सपोज रिडिङको अडियो बजिरहेको छ, म एकछिनको लागि म्युट गरेको थिएँ। अडियो सुन्दै यहाँ एन्सर दिने, सबैमा एन्सर दिने। यो सकिसकेपछि तपाई नेक्स्ट गर्दै गयो भने पनि अथवा यो पार्ट 2 को यहाँ तल बटन छन्, यो बटनलाई क्लिक गर्नु होला अनि पार्ट 2 को सुरु भयो। You will hear a woman speaking to a group of people who are interested in becoming volunteers for an organization called ACE. First, you have some time to look at questions 11 to 15. जस्तो कि अघिको केसमा तपाईले फिल इन द ब्ल्याङ्क गर्नु भएको थियो, यहाँ चाहिँ क्लिक गर्ने हो सिंगल, यो गोलो भनेको सिंगल एन्सर क्लिक गर्ने हो र यो स्क्वायर जस्तो छ भने तपाईले दुईटा अप्सन चाहिँ सिलेक्ट गर्न मिल्यो। यहाँ भनेको हुन्छन् कतिवटा अप्सन सिलेक्ट गर्ने र अब यो ड्रप डाउन छन्, तपाईको ए देखि जी सम्म यहाँ लेखिएको छन् र अब यो 16 नम्बरको लागि के सिलेक्ट गर्नुपर्छ भनेर भन्नु पर्दाखेरि सपोज ए छन् भने अब यहाँबाट अप्सन ए सिलेक्ट गर्ने। यसको लागि अब मानौ कि सी छ भने सी, यसको लागि ई, यसरी तपाईले पार्ट 3 मा जाने, पार्ट 4 मा जाने अनि यहाँ चाहिँ लेख्नु पर्ने एन्सर हो। र लेखिसकेपछि तपाईले फिनिश द सेक्सन गर्ने। त्यसपछि ब्रेक आउँछन् 5 मिनेटको। मन लाग्छ भने ब्रेक लिनुस्, बाथरुम जानु छ भने बाथरुम गयो, किनकि अब यसपछि चाहिँ 1 घण्टाको टेस्ट हुन्छन् रिडिङ। त्यसपछि चाहिँ नेक्स्ट सेक्सन स्टार्ट गर्ने। स्किप ब्रेकअप पनि गर्न सकियो,
स्टार्ट द नेक्स्ट सेक्सन पनि गर्न सक्यो। स्टार्ट द नेक्स्ट सेक्सन गर्ने अनि त्यसपछि यहाँ चाहिँ प्यासेज आउँछन्, यहाँ प्यासेज देखिराख्नु भएको छन् र लिसनिङमा गरेको जस्तै यो फिल इन द ब्ल्याङ्क हो, यो फिल इन द ब्ल्याङ्क हो, यो चाहिँ सिलेक्ट गर्ने क्वेसन हो। त्यसपछि प्यासेज 2 आउँछन्, प्यासेज 2 मा यो ड्रप डाउन भयो, यो पनि ड्रप डाउन भयो, यो फिल इन द ब्ल्याङ्क भयो। त्यसपछि प्यासेज 3 मा आउनु होला, यहाँ पनि यो अप्सन सिलेक्ट गर्ने, यो चाहिँ तपाईको एन्सर लेख्ने, यो भनेको तपाईको एन्सर सिलेक्ट गर्ने अनि त्यसपछि यो सकिसकेपछि अब तीनवटै प्यासेज सकिसकेपछि जुन प्यासेज चलिरहेको छन् त्यहाँ चाहिँ ग्रीन हुन्छन् र अरूमा पर्पल कलर हुन्छन्। त्यसपछि फिनिश सेक्सन भयो र त्यसपछि सबमिट गरिसकेपछि तपाईको लिसनिङमा कति आयो र रिडिङमा कति आयो त्यो स्कोर चाहिँ कुनै एउटा नोटमा लेखिहाल्नु होला, मेरो यति स्कोर आयो भनेर। र यतातिर चाहिँ कतिवटा राइट भयो त्यो देखाउँछन्, यता कतिवटा राइट भयो यहाँ तल देखिराख्नु भएको छ, राइट रङ देखाउँछन् र यहाँ चाहिँ स्कोर देखाउँछन्। यो स्कोर भनेको रियल टेस्टमा जुन अल्गोरिदम युज गरिन्छन् सम्भवतः त्यही अल्गोरिदम हामीले युज गरेको छौँ अनि जति स्कोर आउँछ त्यति तपाईँको स्कोर भयो। र यहाँ पनि एउटा इन्साइट दिएको छन् र त्यसपछि यहाँ इन्साइट दिएको छन् र इन केस यो क्वेसन्सहरूको एन्सर चेक गर्नु छन् भने त्यो चाहिँ हाम्रो इन्स्ट्रक्टरलाई इन्फर्म गर्नु होला अनि उहाँले चाहिँ तपाईलाई इन्स्ट्रक्ट गरिदिन्छन् यसको एन्सरहरू एक्सप्लेनेसनहरू कहाँबाट हेर्ने। र अर्को कुरा अब यहाँको स्कोर हामीनिर पनि जान्छन्, तपाईहरूले पनि हेर्न सक्नुहुन्छ। त त्यो स्कोर चाहिँ भन्नु होला हामीलाई अथवा हामी हेरि नै हाल्छौँ र त्यसपछि चाहिँ रिडिङ र स्पिकिङ दुईटैको स्कोर गरेर चारवटैको स्कोर कम्बाइन गरेर हामी चाहिँ नोटिस बोर्डमा पब्लिस गर्ने प्लान गरेको छौँ।